Hello everybody, welcome to our new video. आजको भिडियोमा हामी हजुरहरूलाई क्यानाडामा ग्रोसरी शपिङ कसरी गरिन्छ र एउटा टिपिकल नेपाली किचनमा प्रयोग हुने सामानहरूलाई के कति प्राइस पर्दो रहेछ र नेपालको प्राइस कम्पेयर गरेर हेर्दा चाहिँ कति फरक पर्छ त्यो शेयर गर्नेछौँ। आज हामीले देखाइरहेको स्टोरको नाम हो फ्रेस्को। अब यो क्यानाडाको एक बजेट फ्रेन्डली स्टोर नै हो। सो लेट्स गो इन। Let's begin. आजको शपिङ सुरु गरौँ। ल सुरुमै चाहिँ भेजिटेबल सेक्सन रहेछ। सो भेजिटेबल्सबाटै स्टार्ट गरौँ है त। यहाँ रहेछ लेटेस। यसको प्राइस चाहिँ $499 इच। अब नेपाली पैसा अनुसार कन्भर्जन गरेर हेर्दाखेरि चाहिँ अब अहिले करेन्ट एक्सचेन्ज रेट अनुसार क्यानाडियन $1 को चाहिँ नेपाली 100 रुपीज अराउन्ड छ। त्यस्तो हुँदाखेरि ठ्याक्कै नेपाली चाहिँ 499 रुपीज भनेर बुझ्नु पर्यो। सो कन्भर्जन गर्न चाहिँ एकदम इजी छ क्याल्कुलेसन, किनकि 1 को 100। अब लेटेस्ट यसको रहेछ 3.99 इच। यो चाहिँ यत्रो छ, लगभग 1 पाउन्ड नै होला एउटाको वेट। रेड लिप लेटेस्ट र ग्रीन लिप लेटेस्ट सेम प्राइस, त्यो चाहिँ $449 त्यो छ। अनि सेलेरी $299 एउटा। अनि अनियन्स बन्च, यो चाहिँ प्रोडक्ट अफ मेक्सिको रहेछ, 149 इच। नेपाली कन्भर्जन गर्दा 149 रुपीज, झन्डै 150 रुपियाँको प्याजको मुठा। अनि यो धनियाँको मुठा चाहिँ एउटा लगभग यत्रो हुन्छ, यसको चाहिँ $129। सो सिलान्ट्रो कोरिएन्डर भनेर लेखाएको छ, प्रोडक्ट अफ मेक्सिको और युएसए, दुईटा देशको रहेछ। अब नेपालमा चाहिँ बार्गेन गर्दाखेरि हामी फ्रीमै पाउँछौँ खोर्सानी धनियाँ, यहाँ चाहिँ त्यति। अनि यो भयो मिन्ट पुदिना, 199 पर्यो किनकि $199। अब यहाँ चाहिँ ब्रोकोली रहेछ। यो ब्रोकोली चाहिँ अलिकति एक्सपेन्सिभ भेजिटेबल्समै कन्सिडर गर्न मिल्यो। यसको पर पाउन्डको प्राइस छ $399। भनेको झन्डै 400 रुपियाँ चाहिँ 453 ग्रामलाई तिर्नु पर्यो नेपाली कन्भर्जन गरेर हेर्दा। र अर्को यसरी प्याकेजिङ गरेर यसलाई चाहिँ फ्यान्सी बनाएर राखिएको छ। यसको चाहिँ $449 एउटा प्याकेटको, इच प्याकेट। अनि यो भयो ग्रिन बिन्स, यसरी प्याकेजिङ गरेर राखेको छ। यसको चाहिँ पर पाउन्ड कति छ भने ग्रिन बिन्स यस्तो खाले सिमी, यो चाहिँ $349 पर पाउन्ड। अनि क्यारोट्स प्याक गरेर राखेको, यो चाहिँ हट प्राइस सेलमा रहेछ, $299 इच, एउटाको $299। यसमा कति छ भने 1.36 केजी रहेछ। यो भयो, यता भयो स्क्वास, यो गट्टा सानो गट्टाहरू, यिनीहरू चाहिँ यो पनि सेलमै भएर $199। क्यानाडामा एक्सपेन्सिभ अब ग्रोसरी आइटमहरू मध्ये एउटा चाहिँ खोर्सानी पनि हो। यो खोर्सानी यानि कि पेपर्स, अब यहाँ डिफ्रेन्ट कलरको देखिन्छ। यो एकदम सानो तर पिरो हुने यो थाई रेड चिल्ली, यसको चाहिँ लगभग आधी किलोको 700 रुपियाँ पर्ने रहेछ है, $699 पर पाउन्ड, $699 पर पाउन्डको लागि भनेपछि 669 रुपियाँ आधी किलोलाई। अनि यो भयो प्याकेज गरेर राखेको 4.99 इच, यो चाहिँ 454 ग्राम, ठ्याक्कै 1 पाउन्डलाई 499 भनेको अलमोस्ट 500। अनि रेड थाई पेपर चाहिँ यति प्याक गरेर राखेको छ, यतिकै $499 इच है यो प्याकेटको। यसमा 50 ग्राम मात्रै छ, 50 ग्रामको $499। अनि बेल पेपर्स अब अरेन्ज कलर, येल्लो, रेड, ग्रिन छ। त्यो मध्ये चाहिँ ग्रिन चाहिँ चिपेस्ट रहेछ है, ग्रिनको चाहिँ $199। अनि अरू चाहिँ $499 पर पाउन्ड, त्यसरी छ। अनि यहाँ छ मसरुमको सेक्सन। मसरुम चाहिँ यो प्याकेट गरेर राखेको कति वेटको रहेछ भने 227 ग्रामलाई $349 इच प्याकेटको। अब अनदर भेराइटी अफ मसरुम सेम प्राइस $349। अनि यो चाहिँ खुल्ला यसरी लुज मसरुम्स आफूले लिन मिल्ने गरी छानेर, यसको $499 पर पाउन्ड। ल अब यहाँ एउटा स्पेसल सेक्सन आयो है, प्राइस चाहिँ एकदम इन्ट्रेस्टिङ छ। अब सामान यो चाहिँ धेरै मान्छेहरूलाई मन पर्दैन, तर प्राइस हेर्नु है, यो तिते करेलाको चाहिँ पर केजी $11 भनेको 1100 रुपियाँ 1 किलोलाई। अनि अर्को छ यो च्यारिटी स्क्वास, जुन चाहिँ धेरैलाई मनै पर्दैन। यसको प्राइस डरलाग्दो नै छ, कति छ भने पर पाउन्डको $299। अब झन्डै 300 रुपियाँ आधी किलो जतिलाई तिर्नु पर्यो। अनि अर्को इन्ट्रेस्टिङ भनेको त यो भिन्डी, जसलाई चाहिँ ओक्रा भनिन्छ यहाँ, यो 470 ग्रामलाई $793। अब यसको मतलब झन्डै 700-800 रुपियाँ आधी किलोलाई तिर्नु पर्यो। अब भेजिटेबल सेक्सनमा लसुन प्याजहरूको प्राइस पनि हेरौँ है त। यो सेलमा भएको भएर यसरी प्याकेजिङ गरेर राखेको, इच $299 रहेछ। रेड अनियन $449,
यो $5.99 अब यो चाहिँ खुल्ला $2.99 per pound यो $1.99 per pound अनि यो $1.29 per pound अनि यसको चाहिँ $2.49 per pound सो क्यानाडाको अब ग्रोसरी गर्दाको रमाइलो भनेको चाहिँ धेरै अप्सन पाइन्छ किन्दाखेरि र अब अझै अगाडि हेरौँ यो चाहिँ गार्लिक यसको यो लसुन 1 केजी को प्याकेटलाई चाहिँ $5.49 अनि यो खुल्ला $2.49 per pound अनि यो जिन्जर $2.99 per pound ल अब अझ अगाडि कलरफुल टोमेटोजको सेक्सन आयो सो हेरौँ है त यो चाहिँ चेरी टोमेटो $3.49 अनि यो चाहिँ खुल्ला यसरी राखेको $1.99 सेलमा रहेछ अनि यो अर्को छ $3.99 यसरी प्याकेजिङ गरेको छ फ्यान्सी देखिएको छ अनि यो $5.99 अनि यो अर्को सानो चेरी टोमेटो ग्रेप टोमेटो है यो चाहिँ यसको चाहिँ $3.49 अनि बिचमा कुकम्बरको प्राइस $3.99 इच है एउटा प्याकेट अनि यो चाहिँ खुल्ला यसरी राखेको $1.29 इच एउटै मात्रको $1.29 झन्डै ₹130 एउटालाई अनि अर्को यो भयो खुल्ला यसरी राखेको $2.49 अब चाहिँ हामी भेजिटेबल्सको अर्को सेक्सनमा छौँ र यहाँ लगभग 5-6 भेराइटीको स्क्वास फर्सी रहेछ र तिनीहरूको प्राइस चाहिँ एउटै $1.99 per pound सबैको अनि अझै अगाडि पोटेटोज आलु र यो आलुको प्राइस चाहिँ रसेट पोटेटोको $1.49 per pound अनि रेड पोटेटो $1.79 per pound अनि यो येल्लो पोटेटो प्रोडक्ट अफ क्यानाडा $1.79 per pound अनि यसरी प्याकेट गरेर राखिएको प्याकेट बनाएर 4.54 केजी को $7.99 अनि रेड पोटेटो 4.54 केजी $8.99 अब फ्रुट्सको सेक्सनमा चाइनिज म्यान्डरिन रहेछ 4 पाउन्ड को $5.99 $2 डिस्काउन्ट सहित यहाँ छ स्ट्रबेरी $7.99 एउटा बक्सको एप्पल्स $2.49 per pound अनि यो orange $3.49 per pound another variety of apple $3.49 per pound 3 pound को एउटा ब्याग orange चाहिँ $5.99 यो चाहिँ साउथ अफ्रिकाको प्रोडक्ट रहेछ खुल्ला orangeहरू पनि $2.49 per pound अनि लेमन यो पहेँलो लेमन 0.99 सेन्ट्समा एउटा झन्डै ₹100 एउटालाई अनि लाइम भन्ने यो ग्रीन चाहिँ 79 सेन्ट्स ल यो अब फ्रुट सेक्सनको अर्को साइड यहाँ चाहिँ बनाना छ यसको प्राइस सबैभन्दा सस्तो फलमै गनिन्छ यो चाहिँ यसको प्राइस $79 per pound झन्डै ₹80 मा आधी किलो जति यो चाहिँ हामी दर्जनमा किन्छौँ नेपालमा तर यहाँ चाहिँ पाउन्डमा किन्नुपर्छ है यो अर्को भेराइटी अफ बनाना यसको चाहिँ $1.99 per pound रहेछ अनि यहाँ छ म्याङ्गोज आँपको प्राइस चाहिँ 20 सेन्ट्स डिस्काउन्ट सहित $1.79 इच को एउटालाई झन्डै ₹180 पर्यो अनि यता छ पपाया मेवाको प्राइस $1.99 per pound यसको अनि एभोकाडोज यसको चाहिँ कति छ 2.99 यहाँको सिनको मेम्बरसिप सिन कार्ड हुनेहरूलाई यसमा 5 वटा छ 5 वटालाई $2.99 इच ब्याग अनि यहाँ चाहिँ खुल्ला छ एभोकाडो त्यो खुल्ला राखेको चाहिँ $1.79 EA एउटाकै $1.79 अनि किवी यसरी प्याकेजिङ गरिराखेको यसको चाहिँ 6 वटा छ यसमा 6 pieces अफ किवी $5.49 अनि खुल्ला यो चाहिँ एउटैको 99 सेन्ट्स यानी कि झन्डै ₹100 ₹69 नेपाली कन्भर्जन गर्दा अनि यो छ हलुवा बेद यसको पैसा कति एउटालाई 99 सेन्ट्स यसको अनि यहाँ छ ग्रेप्स यसरी ब्ल्याक एन्ड ग्रीन सीडलेस यसको $3.99 per pound अंगुरको चाहिँ and here we have more varieties of apples यिनीहरूको प्राइस चाहिँ $2.99 per pound रहेछ कस्मिक क्रिस्प एप्पलको अनि रेड डिलिसियस $2.49 per pound अर्को पिंक लेडी एप्पल $2.49 per pound अनि हनी क्रिस्प यसको पनि $2.49 per pound pears $2.49 per pound another variety of pear $2.99 per pound अर्को पनि $2.99 अनि एशियन pears यो चाहिँ प्रोडक्ट अफ चाइना यसको $2.49 रहेछ per pound अनि ड्र्यागन फ्रुटको प्राइस चाहिँ एउटाको $4.99 पोमेग्रेनेट अनारको एउटाकै $3.49
यहाँ रहेछ बेरिज $1 डिस्काउन्ट भएर नै एउटा बक्सको $4.99 अनि यो रास्पबेरी यसको प्राइस पनि सेम $4.99 अब यो चाहिँ ब्रेड एन्ड बेकरी सेक्सन ब्रेड एन्ड बेकरी सेक्सन चाहिँ युजुअली यहाँ ओभरवेल्मिङ नै हुन्छ किनकि धेरै अप्सन भएर कुन चुज गर्नु अलिकति डिसाइड गर्न गाह्रो र ब्रेडको अब जेनरली प्राइस चाहिँ $249 बाट सुरु भएर $8 देखि $10 सम्म त्यस्तो प्राइस रेन्जमा पाइन्छ अनि अलिकति हायर रेन्जको अब ब्रेडहरुमा चाहिँ अब होल सीड्स ग्रेन्स त्यो भएको भएर प्राइस अलिकति हाई यो चाहिँ डेरी सेक्सन अब 4 लिटर मिल्कको प्राइस $598 रहेछ अब 4 लिटर दुधलाई चाहिँ झन्डै ₹600 तिर्नु पर्यो र दुधको टेस्टको कुरा गर्ने हो भने नेपालको कम्प्यारिजनमा त आधा पनि हुँदैन तर अझै अलिकति बेटर टेस्ट खोज्दै गर्ने हो भने यहाँ छ अर्ग्यानिक भनेर यो राखेको यसको 2 लिटरकै $569 2 लिटरलाई नै $600 तिर्नु पर्यो अनि एउटा छ 6.49 अब अलिकति बेटर टेस्ट खोज्ने भने बेटर प्राइस तिर्नु पर्यो त्यही नै हो अब यो सेक्सनको अझै अगाडि चाहिँ पनिरहरु रहेछ पनिर 375 ग्रामको $699 अर्को 341 ग्राम $549 अर्को $549 सेम प्राइस अनि अर्को छ 70 सेन्ट्स डिस्काउन्ट सहित $429 अनि अर्को $529 अब यो ठाउँमा किन्नको मजा भनेको चाहिँ यही हो धेरै अप्सन पाउने अनि यहाँ चाहिँ अगाडिहरु हेर्दै जाँदा दहीहरु छ अब दहीहरु चाहिँ प्राय जसो फ्लेभर्ड हुन्छ धेरै फ्रुट्सहरु डिफरेन्ट अब पाइनएप्पल स्ट्रबेरी भनिला सबै फ्लेभर्ड भएर त्यो नै चल्न चाहिँ स्ट्रबेरी प्लेनको हेरौँ न त प्राइस प्लेनको चाहिँ अब चिपेस्ट भनेको चाहिँ प्लेन हो अरु चाहिँ अब अलिक महँगो पर्छ प्लेन प्राइस प्लेन दहीको चाहिँ कति पर्दो रहेछ भने $399 त्यो चाहिँ चिपेस्ट 750 ग्रामको अनि यो फ्यामिली प्याक भनेर छ यसमा चाहिँ 1 केजी छ यसको प्राइस $749 यो चाहिँ एग्सको सेक्सन ब्राउन एग 30 EA सहित एउटा क्रेटमा 30 वटा अन्डा छ यसको पैसा छ $1149 भनेपछि 30 वटा अन्डालाई 1150 जति पर्यो नेपालको हिसाब गर्दा अनि अर्को यहाँ छ 18 वटा अन्डा भएको एउटा यो गोल्ड एग लार्ज भनेर राखेको प्याक छ इच प्याकको $869 अनि अर्को यो कम्प्लिमेन्ट्सको एग लार्ज भनेर 30 वटा अन्डा छ यो सेतो देखिरहेको त्यो चाहिँ अलिकति चिपेस्ट रहेछ 30 वटालाई $999 अब यो चाहिँ नन भेज सेक्सन मासुको सेक्सन अब यहाँ धेरै त बीफ पोर्क टर्कीहरु नै पाउँछ तर चिकन मटन नपाउने चाहिँ होइन अब चिकन मटनहरुको पनि चिकनको प्राइस कति रहेछ हेरौँ है त यहाँ चिकन देखिन्छ अगाडि अब यो चिकन छ यहाँ कति छ भने 1.558 यो झन्डै 1.5 किलोको 17.14 1.5 किलोको ₹1700 जति पर्यो कुखुराको मासु अनि यो पुरै कुखुरा होल चिकन यसको 14.89 यो 1500 जति रुपैयाँको एउटा पुरै चिकन अनि क्यानेडियन डलरमा अब यो फ्यामिली प्याक भनेर बोनलेस यसरी राखिएको छ यो कति वेट छ भने 1.857 केजी झन्डै 2 किलो $32.29 अनि यो लेग पिस यसरी राखिएको छ लेग पिस मात्र चिकन लेग पिस 1.42 झन्डै 1.5 किलो $12.55 यो चाहिँ यो स्टोरको साउथ एसियन फुड पाउने आयल अब यहाँ चाहिँ हामीलाई किचनमा युज गर्ने नुन चामल तेल मसला सबै पाइन्छ यो आयलमा अब चामलको पैसा चाहिँ हामीलाई अनबिलिभेबल लाग्छ अनि हामीले अब धेरै धानहरु त्यस्तो खेतीपाती गरेको त्यस्तो अनुभव केही थियो भने चाहिँ हामीले सुन फलाएको रहेछ नि भन्ने पनि अनुभव हुन्छ है यो झन्डै 700 ग्राम चामलको पैसा छ $479 झन्डै ₹500 अनि यहाँ छ 1400 ग्राम झन्डै 1.5 केजीको 600 भनौँ न नेपाली पैसा अनुसार $599 अनि अब यो फ्यान्सी प्याकेजिङ गरेर यसरी राखिएको छ जसमा 1 केजी पनि छैन जम्मा 900 ग्राम छ यसको पैसा छ $479 अनि अब चामलको त्यस्तो धेरै ठुलो ठुलो बोराहरू भनेर चाहिँ अब युजुअली हुँदैन यहाँ यसरी प्याकेज चाहिँ सानो सानो नै हुन्छ लगभग 4 केजी 5 केजीको चाहिँ नर्मल प्याकेट अनि अब यहाँ यो 4540 ग्राम भनेपछि 4.5 किलो जतिको प्याकेट छ यसको पैसा छ $1399 भनेको 4.5 किलो चामललाई $1400 तिर्नु पर्यो अनि अझै महँगो चाहिँ $1850 $49 अब यसमा 4 किलो मात्र छ
अब यो टिल्डाको भयो। यता छ बासमती राइस। अब बासमतीको चाहिँ झन्डै यो 4.535 केजी, झन्डै 4 केजी $14.99। अनि अर्को $16.99। अब त्यस्तै 4-5 किलोलाई चाहिँ अब नर्मल प्राइस चाहिँ कसरी हुन्छ भनेर बुझ्नु पर्यो भने $13-14 देखि $15-16-20 सम्म। अब त्यस्तै प्राइस रेन्ज त्यति पर्न जान्छ। अनि यता छ अब अरू भेराइटी अफ राइसहरू, सुसी राइस, ज्यास्मिन राइस। अब यता छ स्पाइसी मन पराउने, स्पाइसी खाना मन पराउने मान्छेहरूको क्रेभिङ मेटाउने आइटमहरू, नुडल्स। अब यहाँ हेरौँ सिन रामेन। यसको 1 प्याकेटको प्राइस कति छ भने $6.99। अनि म्यागी नुडल्स $3.99। अब यहाँ वाइवाईहरू भनेर त्यो नुडल्स चाहिँ पाउँदैन। अनि यो खुल्ला एउटा मात्र बेच्दाखेरि चाहिँ यहाँ डिस्काउन्टमा रहेर 50 सेन्ट्स डिस्काउन्ट भएर $129 मा रहेछ यो एउटाको। अनि अरू पनि थुप्रै भेराइटी अफ नुडल्स, अब किम्ची रामेन, चिज रामेन, बुलडक सबै छ यहाँ। ल यहाँ अगाडि रहेछ नेपाली भान्सामा चाहिने स्पाइसेस मसलाहरू। तर त्योभन्दा अगाडि हनी महको पैसा कति पर्दो रहेछ भने 100% प्योर भनेर अब क्लेम त गरिरहेको छ जारमा है, 100% नेचुरल। यो कति छ भने 500 ग्राम आधा केजीलाई $999, आधा केजीको 1000 रुपियाँ। झन्डै नेपालको प्राइससँग त मिल्ने रहेछ त हनीको त। अनि यहाँ छ अर्को म्याङ्गो पिक $5.99, झन्डै $1 डिस्काउन्ट भएर रहेछ। मसलाको सेक्सनहरू अब यो सिसेम सीड तिलको 200 ग्राम तिललाई चाहिँ सेतो तिललाई $227। अनि मरिच 100 ग्राम मरिचलाई ब्ल्याक पेपरलाई $197। अनि पिनेको ग्राउन्ड ब्ल्याक पेपर 400 ग्रामलाई $597। ग्राउन्ड जिन्जर अदुवा पिनेको धुलो 200 ग्राम $247। अनि यो पनि ग्राउन्ड जिन्जर नै रहेछ। जिरा यो होल क्युमिन सिड्स 400 ग्रामलाई $447। अनि सिनामन स्टिक्स 100 ग्रामको $227। अझै अरू मसलाहरू यहाँ यो सीख कबाब मसला $227 रहेछ 46 ग्रामको। चिकन टिक्का मसला $227 रहेछ। अनि सिन्धी बिरयानी मसला $227। अनि बटर चिकन मसला सिमिलर प्राइस $227। अनि यहाँ छ तोरीको तेल चाहिँ आधा लिटर 500 मिलिलिटरलाई $499 डिस्काउन्ट सहित, विदाउट डिस्काउन्ट त $597। अनि यहाँ अर्को छ घी। अब तेल भयो घिउ। अब घीको प्राइस चाहिँ 800 ग्राम मात्र 800 ग्रामलाई $1697, महँगो नै छ। अब यो चाहिँ दालको सेक्सन। त्योभन्दा अगाडि म्यागी नुडल्स है, यो चाहिँ झन्डै वाइवाई जत्रो प्याकेटको 0.47 सेन्ट्स पर्छ, झन्डै 50 रुपियाँमा एउटा प्याकेट। अनि अब दाल सेतो चना 1.81 केजीको झन्डै 2 किलोको 679 भनेपछि 680 रुपियाँ जति पर्यो। अनि यो चलो दाल फेरि यही चना सेतो चनाको स्प्लिट गरेको दाल $599। अनि कालो चना $549, झन्डै 2 किलोको। अनि रातो यो रेड किडनी बिन्स, यसलाई के भन्छ भने राजमा $699। अनि यता अरू अझै यो चना छ, यो $627। अनि अर्को भेराइटी अफ राजमा $797, झन्डै 2 किलोको। त्यसरी छ दालको प्राइस। आजलाई यति नै। हाम्रो ग्रोसरिजको पेमेन्ट गरेर हामी घर फर्कियौँ र यसरी नै हामी हजुरहरूलाई आउने भिडियोजमा अझै क्यानाडा डिटेल्समा देखाउँदै जानेछौँ। सब्सक्राइब।